दिदी नमस्कार है। हामी चाहिँ भाइको साथी है। हामी चाहिँ यसो दिदीलाई भ्लगमा देखाउनलाई है। Hello guys, welcome to my channel Bhatnagar. Today we are gonna meet Sasmita Giri aka Isha दिदी। इशा दिदी भनेपछि तपाईहरुलाई केही भन्नै परेन, उहाँको इन्ट्रोडक्सन दिनै परेन। यति भन्दै अब हामी यहाँको ब्लग सुरु गर्न गइरहेछौँ। लेट्स गो है त। ल अब चाहिँ हामी निस्किसकेको छौँ। हामी यो के भन्छ आइतबारी ठाउँबाट पक्लौरी भन्दा पनि हामी सुरुमा चाहिँ हाम्रो इशा दिदीको लागि नमस्ते मम घरबाट स्पेसल चिकन मम प्याकिङ गरेर लगिदिनेछौँ। अनि उहाँलाई कस्तो लाग्छ हाम्रो नमस्ते ममको मम पनि उहाँहरूलाई उहाँबाट फिडब्याक दिनेछौँ है त। स्ट्यान्ड लागेको छ स्ट्यान्ड। नाना हुनुहुन्छ यहाँ पर माइजू चाहिँ हुनुहुँदो रहेछ। माइजू चाहिँ हुनुहुँदो रहेछ, नाना होइन। माइजू भयो नि हामीलाई फरक परेन, हामी त्यता जाने नै होइन होइन। हामी चाहिँ यहाँ जोरुङबाट निस्किँदैछौँ है। भित्रको आँखामा धुलोहरू पर्छ, अलिकति हुँदैछ। झरी सफा तर पहिलाको हेरिकन धेरै नै सफा भइसकेको छ है त। हामी यहाँ दिदी कोइरालाको मूर्ति यसरी हात खडाएर बसिरहेको छ। दिदीले गर्दा यसरी भित्र छिर्दैछौँ। भित्रको बाटो निस्किसकेको छौँ है। बाटो चाहिँ खुल्ला छ, देख्न सक्नुहुन्छ जनताको बढाएर गइरहेको छ विद्यार्थीहरूको। हेर्नुभयो भाइ, हेर्नुभयो मेरो भनेको होइन। हाम्रो चाहिँ गरिमा पारै छुट्टी छ है। पारा दिने हेर्दै हामी सारा पारा हेर्दै सारा इनो सरले कोटको कोट पर्किङको प्रमोसन गरेको पोस्टर रहेछ। नमस्ते मम घर अगाडि आइपुगिसकेको छु। सोधिहाल न भाइ, किन ढिलो गर्छौ? नमस्ते मम घरमा चाहिँ होइन बफ मम चाहिँ पाउँदैन, चिकन मम चाहिँ नपाउने रहेछ। मैले भनेको केटाहरूले अघि मानिरहेको थिएन, बफ मात्र हो भनेको। ठिकै छ, अब हामी आरसिपीभित्रको मम लाँदैछौँ। आरसिपीको मम त्यहाँ पनि बफ चाहिँ चिकन चाहिँ पाउँछ कि पाउँदैन म क्लियर चाहिँ थिइनँ होइन भाइ। त्यहाँ पाएन भने त्यहाँ बुद्ध होटलको लगिदिनुपर्छ। त्यहाँ पनि दामी नै आउँछ, सुप कम्प्लिमेन्ट्री आउँछ क्या। मममा सुप पनि आउँछ क्या भाइ। पानी नि पिउनु पर्ने छ क्या भाइ।
चिकन मोमो चिकन मोमो नपाउने भएर बुद्ध होटलमा आएर चिकन मोमो अर्डर गरेको छु। यहाँ चिकन मोमो हाम्रो प्याकिङ लगभग भइसकेको छ। यहाँ सुप पनि आउँछ कम्प्लिमेन्ट्री होइन। एकचोटि इटरीमा हुनुहुन्छ भने भिजिट गरिदिनु होला। दाइ एकचोटि भनिदिनु त हाम्रो स्पेसल के छ? के फरक पर्दैन? चिकन हजुर स्पेसल आइटम हजुर हजुर इटरीमा लगभग भाइरलै छौँ हामी। हजुर थाहा छ दाइ, यहाँ हामी पनि आएर खाइरहेको हुन्छौँ होइन। त्यही भएर यहाँ भाइलाई नि ल्याएको क्या यसो चलफल ल दाइ अहिले चाहिँ निस्क्यौँ। हाम्रो चाहिँ प्याकिङ रेडी भयो। ल हाम्रो प्याकिङ चाहिँ रेडी भइसकेको छ। भाइले प्याकिङ बोकेर आउँदैछ आकाश 101ले बुद्ध होटलबाट है ल्याइसकेको छौँ। अब हामी चाहिँ निस्किनेवाला छौँ सुपतिर। औ भाइ बस। अब हाम्रो नन स्टप यात्रा कहाँ भन्दाखेरि भाइ सुटमा हो। अब त्यहाँ दुईजना कलङ्कीमा भेट्नेछु। होला तपाईँको होला हौ भाइ, काचिकम खान्छौ हौ तिमी भाइ। साइलेन्ट प्रुफ देखाइदिने यहाँ मेरो 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 भ्युअर्सलाई प्रुफ जाँदैन नि त भाइ। मेरो भ्युअर्सले त भोलि खाएको सम्झिन्छ नि त फेरि। साँगुरो बाटो छ साथी हो, पूर्व पश्चिम लाइन हो भाइ। कहाँ पूर्व लाइन भन्नु? ए माई मिस्टेक, समटाइम इट्स ह्यापन म्यान। यो चाहिँ हाम्रो कलङ्कीको चेकिङ पोस्ट हो। चेकिङ पोस्ट अगाडि आइपुगिसकेको छौँ। यहाँ चाहिँ चेकिङ भइरहेको हुन्छ र हामीसँग कागजपत्र सबै डकुमेन्ट छ। त्यही भएर हामीलाई चाहिँ केही डर छैन। माइती बस्नु भएको रहेछ। माइतीले पछ्याउला नि भाइ फेरि भान्जो भन्दै। केटाहरू आइपुगेकै थिएन त हौ, के गर्नु? मेरोमै फोन गर्छ, यहाँ भिडियो बनिरहेको छ। हामी अगाडि जाँदैछौँ, बिस्तारै छिटो गरेर आउनु भन ल। हाम्रो साथी भेटाइसकेको छौँ। ओहो जिग्री के छ हौ? भेट भयो त होइन? जिग्रीसँग त हाम्रो अर्को जिग्री दाइ एके अमित विष्ट। कस्तो लाग्यो? मोमो प्याकिङ झोल मोमो हो। झोल मोमो होइन, झोल चाहिँ कम्प्लिमेन्ट्री हो क्या। सुप चाहिँ कम्प्लिमेन्ट्री हो। भेज सुप कम्प्लिमेन्ट्री आउँछ है। अब हामी जानुपर्ने हुन्छ। ओ आउँदै हुनुहुन्छ। ओहो के छ हौ दाइ, ह्यान्डसेक हानौँ न त। अनि भेट भएको छ भर्खर भर्खर होइन ल। एके अमित विष्ट इटरीको कलबल दिने मान्छे है। भनौँ न एकदम क्लोज रिलेटिभ पनि पर्नुहुन्छ। ला उल्टो भनिदिएको भाइ, मैले चाहिँ उल्टो भन्छु। फेरि आकाश 101 चाहिँ फेरि भरनगरको फ्यान हो नि। फेरि सबैजना
पनि एकदम ठुलो छ। यहाँ आएर यो खोज्दाखेरि चाहिँ एकदम भिडभाड हुन्छ। अहिले चाहिँ अलिकति सुकेको छ। माथि मन्दिर पनि चलिरहेको छ, क्राइसिसले गर्दा पनि हो होइन। यस्तो छ जतिको घरपट्टि लादरिया भनेर चाहिँ जहाँ पनि देखिरहेको हुन्थ्यो। उतातिर पनि एउटा हुँदा घरपट्टिमा पनि देखिरहेको छु लादरिया ब्रान्ड। अनि त्यही त त्यति लागिरहेको छ त्यो मलाई यसरी रोडमा। अस्ति चाहिँ यसरी देखिराख्दाखेरि के भन्छ नगर प्रहरीले उठाइदिएको थियो। रुवाबासी नै चलेको थियो। कृपया त्यसरी नगर्नुलाई डरीको मेयर हाम्रो के भन्छ मेयर साहबलाई नाम के पो हिमकर्ण पौडेल उहाँलाई हाम्रो हम्बल रिक्वेस्ट छ है। अहिले चाहिँ हामी यो कान्छीचोकको सशस्त्र ब्यारेक कटिसकेको छौँ, गाउँ कटिसकेको छौँ। अब चाहिँ हामी यो कान्छीचोकबाट यसरी भित्र छिर्दैछौँ बसगढी जानेतर्फ। बाटो चाहिँ यहाँबाट निस्किन्छ, अर्को बाटो भनेको झुम्काएको नि छ। तर हामी चाहिँ बाटो जान्छौँ। म त ड्रम बोकेर स्कुलमा आइरहेको छ, त्यही भएर नपर्छ मैले यता कस्तो गर्नुपर्छ। बाटोमा धुलो उडाउने बाटोमा धुलो उडाउने जुम अगाडि जुम। हाम्रो अमित दाइले साथमा बाइक अगाडि हिँडाए। यता हरन बजाएको उता हेर्छ त हौ सुमनले त के भन्नु म। बाटो चाहिँ देउस बबाल छ है। बस हो त बाटो भने बिन्दास गाडी हो। अहिले हामी नयाँ टोल आइपुगिसक्यौँ। नयाँ टोलबाट बक्लोरी हल्का गाडी हो। अनि त्यो ठाउँको नाम के हो भाइ भन्नु त? अनि त्यहाँ ठाउँ कसरी पुग्नु? हेर कति किलोमिटर अगाडि छ? हामी लाइभ हेर्दैछौँ लोकेसन। यता नाम हेर त के छ एक्ज्याक्टली नाम टोलको नाम हेर न। घरबाटै हेरेर आउनुपर्छ क्या भाइ। नाम थाहा भयो भने ठक्क सोध्दै पनि जान मिल्छ, अनलाइन नभए पनि। नभए फोन गरेर सोध हाम्रो दिशा दिदीलाई। उहाँ चाहिँ 1-2 दिनपछि फेरि नन्दी आउनु हुँदैछ। तर पनि हामीलाई चाहिँ हतार भएर उहाँसँग भेट्न मन लागेर एउटा हजुरहरूलाई रमाइलो कन्टेन्ट पनि होस् र हामीलाई पनि एउटा भनौँ न मैनी भन्ने ठाउँमा आउनुको रहेछ उहाँ चाहिँ। बक्लोरी भन्ने ठाउँ त अलिकति आइपुगेको छैन जस्तो लाग्छ। मैनी भन्ने ठाउँ है, मैनी। यता चाहिँ प्लटिङहरू नयाँ टोलको बक्लोरी चाहिँ हामी आइपुगिसकेको त छैनौँ। तारहरू गएको हेर न कस्तो बेरेर लगेको तार कस्तो बेरेर लगेको क्या। अङ्कल मैनी भन्ने ठाउँ कता हो? मैनी भन्ने ठाउँ यही बाटो हो। अब हामी चाहिँ यहाँबाट छिर्नेछौँ। अब मैनी भन्ने ठाउँ जाँदैछौँ। मैनी चोकतिर जाँदैछौँ। मैनी चोकतिर नेट नभएर थियो होइन। लाइभ लोकेसन पठाउनु सक्यो तर पनि अब
अनि त्यो झुम्री दिन्छौ नि झुम्री त्यो आएको छ क्या सुटिङ हेर्न त्यही नयाँ अड्डातिर अनि त्यतिखेर हामी त खेद्दै खेद्दै आएको क्या त्यसलाई हेर्नलाई आएको थियो साथीहरू आएको होइन हातैबाट खोज्दै गऱ्यो ला अब त के हुँदैन छोड्दैन बोक्छ अलगै बोक है अलगै बोक अलगै बोक न भाइले नै दिने अरे हौ सोधौँ न सोधौँ मैनी चोक भनेको कता हो भनेर बाटो त यहाँ त अलिक खतरनाक रहेछ कहाँ सोध्नु पाइन्छ यहाँ अगाडि दुईजनालाई सोध यहाँ मैनी चोक भनेको कता हो सुट हुँदैछ अरे नि सुट हुँदैछ नि अहिले सुटिङ हुँदै गरेको ठाउँ कता जाँदैछ हौ हामी चाहिँ मैनी चोकमा आइपुगेको छौँ यहाँ चाहिँ मन्दिर रहेछ अब सुटिङ चाहिँ कता हुँदैछ थाहा छैन है साथीभाइहरूलाई हामी चाहिँ यहाँ सोधखोज गर्दै आइपुग्दाखेरि ठ्याक्कै यहाँ उहाँहरू सुटिङ गर्दै आइपुग्नु भएको रहेछ सुटिङ सेटमै सुमन हल्का हट्दै राजा अब यसो देखाउनु पऱ्यो नि त सुटिङमा हामी चाहिँ अब यहाँबाट सुटिङको लागि सेट तयार हुँदैछ यहाँ हामी चाहिँ सुटिङ नहेरी साथीहरूलाई मात्रै स्पेसली हेरेर जानेछौँ है बसौँ कहाँनिर हो आऊ बस न ए भाइहरूले हो एकजना भाइलाई बोकौँ न अनि भाइहरूलाई थाहा छ अलिक निकै नै टाढा होला जस्तो लाग्यो होइन अब भाइहरूलाई नचढाइ चाहिँ हुँदैन अब ढिलो हुन्छ भाइ चढाएर लगौँ होइन एकजनालाई चढाउँ न आऊ भाइ एकजना यहाँ आऊ बस आकाश 101 भयो भाइ भाइको नाम चाहिँ के हो भाइ एन्जल भाइ नै एन्जल है के छ अरे भाइ कार्की घर कता भाइको यतै कतिमा पर्छ भाइ चाहिँ 10मा पर्छ भाइ यही हो घर हामी चाहिँ निशा दिदी भएको घर आइपुगिसकेको छौँ निशा दिदीको लागि हामी चाहिँ जाँदैछौँ आउनु दाइ आउनु न आउनु न हाम्रो निशा दिदी आइसक्नु भएको छ दिदी नमस्कार है हामी चाहिँ भाइको साथी है हामी चाहिँ यसो दिदीलाई भ्लगमा देखाउनलाई है चाहिँ भट्टी चुलोहरू रहेछ सुटिङमा होइन यो जुने हाम्रो आकाश 101 सुमन सर भाइको नाम भनिदेऊ भाइ मेरो नाम हेमराज पाण्डे कतिमा पर्छ भाइ चाहिँ नौ भाइ पनि 9मा पढ्ने कत्रो ठुल्ठुलो सानो भाइहरू भाइको चाहिँ के अरे पो भाइ एन्जल कार्की अनि यता चाहिँ म भ्लग नगर है साथी हो यस्तै छ हाम्रो ठिक छ भ्लग नगर भाइ भ्लग नगर ठ्याक्क भ्लग नगर भन्नु होइन अब 2 दिनभित्रमा भिडियो आउँछ है त होइन आकाश 101 उसको मात्रै भन्ने तिम्रो त तिमीलाई सोधिहाल्छ नि भाइले होइन दिदी यस्तै छ यहाँ चाहिँ चुला रहेछ लोकेसन चाहिँ राम्रै छ
ठाउँ पनि रमाइलो छ। यता चाहिँ काम चल्दैछ। के को लागि हो अङ्कल यो बाँस चाहिँ? के को लागि हो दाइ? टेबलको लागि। यता दाइ गर्दै हुनुहुन्छ गाना सुन्दै। यता चाहिँ अमित विष्ट ह्यान्डसम एके अमित विष्ट र सुमन मान्दिरवान भनेपछि सुमन सर। सुमन सर अनि भन्नु पऱ्यो नि त माई वाइफ इज बिग फ्यान अफ योर भनेर हान्नु पऱ्यो नि त डाइलग यस्तो। भेट अनि कति भेट्छु भन्दा अब अहिले फोटोसोटो खिच्न होइन? इन्टरभ्यू लिइदिने सुमन सरले। यहाँको मौसम के कस्तो छ, हावापानी कस्तो छ, काठमाडौँको कस्तो थियो, त्यही तरिकाले गरिङ भइरहेछ अरे हावा दिनको लागि। ठिक छ जस दामी छ। आज घाम टन्टलकपुर लागिरहेछ। घाम पनि कहाँ लागिरहेछ भन्दाखेरि सिधा टाउको माथि लागिरहेछ है। यहाँ टाउकोबाट पसिना चुइसक्यो तर पनि केही छैन। हामी आज निशा दिदीलाई भेटी नजाने भनेर आइसकेको थियौँ र भेटी पनि सक्यौँ। अब 2 शब्द मेरो च्यानलको लागि भन्न लाउँछु उहाँलाई। त्यस्तै हो। दिदी चाहिँ जाँदै हुनुहुन्छ होइन? हामी चाहिँ दिदीको पछाडि होइन भाइ? फोटो त खिचिहाल्नुपर्छ नि साथी। फोटो नखिचेर हुन्छ यत्रो घाममा दुःख मेहनत गरेर आएपछि। निशा दिदी जाँदै हुनुहुन्छ अगाडि। 5 मिनेट आउनु न। मेरो नाम के अनित राई है। हजुर म चाहिँ अब के भन्नु भाइको साथी। भाइ खोज्यो भने नि होइन एकदम मिल्ने साथी। अनि भाइले चाहिँ हजुरसँग पहिल्यैदेखि अस्ति अब चिन्जान गर्छु भनेर चाहिँ अब भनेको थियो। अब तपाईँ आउनुभयो होइन? मौका दिएर चाहिँ हजुरसँग भेट भयो होइन? खुसी लागिरहेको छ हजुरसँग भेटेर। अब हजुरलाई चाहिँ के कस्तो होइन अब भइरहेको छ होइन? यहाँको एक्सपिरियन्स कस्तो भइरहेको छ होइन? इटरीको गर्मी कस्तो लागिरहेको छ? अब गर्मी त निकै नै छ होइन? हामीले पनि अलिकति चाहिँ अब कति डिग्री छ? थ्याङ्क यू है मोमोको लागि। मोमो ल्याइदिनु भयो सर। मैले खाँछु सेलाएर। गर्मीमा तातो त्यही त दिदीलाई म खाएर अनि अब कति दिनको हजुरको यहाँ सुटिङ चाहिँ दिदी? हामी शनिबार आएको होइन? शनिबार सोमबार आज शुक्रबारसम्म त बस्नु पर्ला। अनि त्यही त अब उता पनि आउने कुरा गर्दै हुनुहुँदो रहेछ भाइले। सेयर गरिरहन्छ भाइले नि। त्यतिखेर नि अब भेट्ने चाहिँ अब त्यतिखेरै प्लान गरेको तर नि अब ठिकै छ। आज अब मौका दिएको बेलामा गइहालौँ दिदीसँग भेटौँ भनेर अब हतार भएर चाहिँ होइन? त्यही त अनि हतार आतुर भएर चाहिँ हामी आएको हो क्या। अब दौडेर आएको इटरीबाट हजुरलाई भेट्न। खुसी लागिरहेको छ दिदीसँग भेटेर होइन? अब त्यही हो मेरो चाहिँ अब युट्युब च्यानल भर्खरै क्रिएट गरेको छ। मेरो च्यानलको नाम चाहिँ भ्लगनगर। हजुर अनि त्यही त अब ग्रो गर्दैछु। अब त्यही त दिदीलाई पनि अलिक अब सपोर्ट गरिदिनुहुन्छ। हामी पनि अब त्यही अनुसारले अब सपोर्ट हामी पनि अब हुँदै गयो भने ग्रो हुँदै गएपछि सपोर्ट गर्दै गइन्छ होइन? त्यो त हो होइन? सबैजना सपोर्ट गर्छ। अब त्यही त मेरो च्यानलको लागि चाहिँ 2 शब्द भनिदिनु नि त मेरो भ्युअर्सहरूलाई। नमस्ते। हाम्रो अनिस भाइको चाहिँ भ्लगनगर युट्युब च्यानल रहेको छ है? हजुर सबैजनाले साथ सपोर्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। अनि कस्तो खालको भिडियोहरू मनपर्छ यस्तो खालको भिडियो बनाइदिनु बरु भनेर चाहिँ कमेन्ट पनि गरिदिनु होला। अनि उहाँले त्यही अनुसारको होइन? यो त अडियन्सको इच्छा पुरा गर्ने त हो नि। अनि सबैजना सब्सक्राइब गरिदिनु होला। अनि भ्लगनगर.अफिसियल टिकटक च्यानल टिकटक अकाउन्ट पनि रहेछ। अनि त्यसमा पनि सबैजना सपोर्ट गरिदिनु होला। मलाई भेट्न चाहिँ उहाँ इटरीको कुन कुनादेखि यहाँसम्म आइपुग्नु भएको छ। एकदमै खुसी लागेको छ। थ्याङ्क यू सो मच। एकदम वेलकम दिदी। तपाईँलाई पनि थ्याङ्क यू मेरो च्यानलको लागि 2 शब्द भनिदिनु भएको छ होइन? रिफर कसले गरेको भनिदियो त मोमो? यो होटलमा रिफर गर्ने मान्छेको सेरे दाइ। अब यतातिर चाहिँ भ्लगनगर है। उहाँलाई चाहिँ एकचोटि भनिदिनुहोस् त दिदी कस्तो लाग्यो अरे हजुरलाई टेस्ट मोमोको? ठिक छ हजुर? ठिक छ हजुर? ठिक छ। बफ खानु न त बफ त्यहाँबाट स्पेसल ल्याइदिनु। बफ मोमो त्यही त बफ मोमो क्यान्सल गरेर बफ मोमो चाहिँ क्यान्सल गऱ्यौँ नि त हामीले। नभए त्यहाँ अर्को ठाउँमा अझै स्पेसल बफ मोमो ल्याउँला भनेर सोचेको दिदीको लागि। ठिकै छ तर नि
अब अर्को पालि होइन अब घर आउँदाखेरि दिदीलाई घुमाउन लैजाँदाखेरि लानुपर्छ नि। आज चाहिँ हाम्रो अब यात्रा यहीँसम्मको रहेको छ। अब हजुरहरूलाई के कस्तो लाग्छ भिडियो प्रतिक्रिया दिनु होला। अझै के छ कसो छ अब के सुधार गर्नुपर्छ हजुरहरूले भन्दै जानु होला होइन। अब आगामी दिनमा हामी योभन्दा अझै सुधार गर्दै जानेछौँ। अरू अब 2 शब्द अझै भनिदिनु पर्यो दिदीले। हजुरहरूलाई आजको भिडियो कस्तो लाग्छ लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। केही गल्ती भए पनि कमेन्टमा लेखिदिनु, केही राम्रो लागे पनि कमेन्टमा लेखिदिनु। त्यसले गर्दाखेरि चाहिँ अझै एनर्जी मिल्छ काम गर्नको लागि। त्यही भन्न चाहन्छु। अनि यहाँसम्म आएर खुसी लाग्यो मलाई नि एकदम खुसी लाग्यो दिदीसँग भेटेर होइन। अब दिदीसँग अब अझै अब बोलचाल हुँदै जानेछ होइन। अब हाम्रो अब चिन्जान भइहाल्छ होइन। अब हजुर तपाईँ अब हामीहरूको अब सपोर्ट गरेर अगाडि बढ्नुपर्ने हुन्छ होइन। त्यस्तै हो अब आगामी दिनमा। हाम्रो दिदी निस्किँदै हुनुहुन्छ यहाँबाट। दिदी एकचोटि अब जाँदाखेरि बाई बाई गरिदिनु नि त। ल फेरि बाई, राम्ररी जाऊ ल। म चाहिँ अब हिँड्दै आउँछु ल भाइ अरे के। ल जाँदै हुनुहुन्छ अन्त। सो भ्लग नगर फ्यामिली अब आजको हाम्रो भ्लग चाहिँ यति नै हो होइन। हामी भेट्नेछौँ हजुरहरूलाई अर्को नेक्स्ट भिडियोमा। त्यतिन्जेलको लागि सी यू बाई है त। अब तर जाँदा जाँदै लास्टमा एउटा कुरा, डोन्ट फर्गेट टु सब्सक्राइब, लाइक एन्ड सेयर माई ब्लग। Okay, bye, Vlog Lover family. See you soon, guys.